हेलो एभ्रिवान। आज चाहिँ हामी ब्याङ्कक घुम्ने क्रममा एउटा हिडन प्लेस पत्ता लगाएका छौँ। यो भ्यू चाहिँ ब्याङ्ककमा रहेको एउटा क्याफेबाट देखिने भ्यू हो। हामीले अहिले देखिरहेको ठाउँ चाहिँ एउटा टेम्पल हो र यो ठाउँको मेन एट्र्याक्सन भनेकै ठुलो बुद्धको स्ट्याचु हो र भित्र टेम्पल पनि राम्रो छ। यो मन्दिरको अमेजिङ भ्यू तपाईँले क्याफेबाट पनि इन्जोय गर्न सक्नुहुन्छ। कफी पिउँदै लन्च गर्दै यो ब्युटिफुल टेम्पल हेर्ने मजा नै अर्कै छ। सिरियसली एकदमै ड्रिमी फिल आउँछ। हामीले त छोड्नै मन लागेन यो क्याफेमा बस्दाखेरि। मेनली यो ठाउँमा टुरिस्टहरू चाहिँ बोट चढेर फोटो भिडियोहरू लिन आउँछ। हामी बस्दाखेरि नै एकदम धेरै बोटहरू आइरहेको थियो, धेरै टुरिस्टहरू थियो। यदि तपाईँहरू पनि ब्याङ्कक जाने प्लान गर्दै हुनुहुन्छ भने यो चाहिँ वान अफ द मोस्ट भिजिट प्लेस इन ब्याङ्कक हो है।